अस्ति एकजना इमर्जेन्सी डिपार्टमेन्टमा बिरामी आउनुभएको थियो। उहाँको चाहिँ बाइक एक्सिडेन्ट भएको रहेछ र खुट्टामा चोट लागेको रहेछ र त्यसपछि डक्टरले प्लास्टर गरेर चाहिँ पठाइदिनु भएको थियो हैन। अनि उहाँले चाहिँ मलाई एउटा कुरा सोध्नुभयो, डाक्टर साहब मेरो हड्डीमा चाहिँ फ्र्याक्चर छैन, त्यही नै डाक्टर साहबले चाहिँ मलाई प्लास्टर लगाएर पठाइदिनु भएको छ भनेर चाहिँ भन्नुभएको थियो हैन। किन होला भनेर सोध्नु भएको थियो। यसमा चाहिँ म के भन्न चाहन्छु भने प्लास्टर गर्ने इन्डिकेसन भनेको फ्र्याक्चर मात्र हैन, कहिलेकाहीँ चोट लागेको चाहिँ टिस्युमा चोट लाग्छ, कहिलेकाहीँ मासुमा चोट लाग्छ, कहिलेकाहीँ लिगामेन्टमा चोट लाग्छ। त्यसले गर्दाखेरि चाहिँ स्वेलिङ बढिरहेको हुन्छ, एकदम दुखाइ बढिरहेको हुन्छ पेसेन्टलाई। यदि हामीले चाहिँ पोस्टेरियर स्ल्याब अथवा चाहिँ हामीले प्लास्टर लगाइदियौँ भनेपछि त्यसले फर्दर इन्जुरी हुनबाट बचाउने नै भयो र अर्को भनेको तपाईँको दुखाइ पनि कम गर्छ र कहिलेकाहीँ चाहिँ हियरलाइन फ्र्याक्चरहरू हुन्छ जुन एक्सरेमा चाहिँ देख्न गाह्रो नै हुन्छ। त्यस्तो छ भने पनि हामीले यदि स्ल्याब अथवा प्लास्टर गऱ्यौँ भने त्यसले चाहिँ इमोबिलाइज गर्नमा हेल्प गर्छ र फर्दर इन्जुरी हुनबाट चाहिँ बचाउँछ र हिलिङमा चाहिँ सपोर्ट गर्ने भएको कारणले गर्दा चाहिँ स्ल्याब अथवा प्लास्टर लगाउँछ है त। हस् त, धन्यवाद।